पोल्ट्री नेपालको पोल्ट्री मित्र नमस्कार, म उपेन्द्र श्रेष्ठ। पोल्ट्री सम्बन्धी विभिन्न खबरहरू हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। सब्सक्राइब गर्नको लागि यस भिडियोभन्दा तल दिएको सब्सक्राइब बटनमा क्लिक गर्नुहोला। बर्ड फ्लूको कारणले बजार ध्वस्त नै भएको छ। कुखुराहरू कुनै पनि कोल्ड स्टोरबाट राम्रोसँग बिक्री भएको छैन। लगभग 75% बिजनेस डाउन भइसकेको छ। 2083 साल असार महिनाको 15 गते सोमबारबाट लागू हुने गरी जिउँदो ब्रोइलर कुखुराको दरमा अहिलेसम्मकै एकैचोटिको भारी गिरावट अर्थात् रु 20ले गिरावट भई घटेर रु 250 कायम भएको छ। यो कोल्ड स्टोर घाटा दर रेट हो। यो रेट कायम हुँदा किसान दाजुभाइले 235 पाउनु हुनेछ। 15 कम दिने ठाउँमा 10 कम दिने ठाउँमा भने रु 240 पाउनु हुनेछ। तर पनि यो रेटमा पनि अझै बिक्री हुनु गाह्रो छ। कतिपय किसान दाजुभाइहरूले डिलरहरूले कोल्ड स्टोरमा 180 देखि 200 सम्म पनि कुखुरा छारेको भन्ने हामीले खबरहरू सुनेका छौँ, प्रत्यक्ष देखेका छौँ। अब भोलिबाट त पानी पर्ला भन्ने अलिकति आशा लागेको छ। पानी अलिकति राम्रोसँग परिदियो भने यो बर्ड फ्लू भाइरसहरू वास आउट हुन्थ्यो होला, नत्र भने त अझै पनि डर लाग्दो स्थिति नै रहेको छ। आफ्नो फार्मको वरिपरि बायोसेक्युरिटीमा चाहिँ पक्कै पनि राम्रो ध्यान दिनुहोला। सबैजना निराशमा छौँ, सबैले एकअर्कालाई साथ दिउँ। अब समय परिस्थिति यस्तै छ, के गर्नु। हस्, यस्तै फेरि हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। आशा गरौँ सक्दो चाँडो बढेको रेटको भिडियो लिएर आउन सकौँ। तर अझै पनि घट्ला कि भन्ने डर पक्कै पनि छ है।